मर्निङ छ सबैजनालाई। आज चाहिँ फिसिङ गएको तर खै प्लानिङै के भयो भाउ। जाने जग्गामा पनि अब अलिकति भए पनि प्रब्लम परेछ। बाटो चाहिँ म यस्तो खालको देखाइदिन्छु गाइस हो। मेरो लाइफ पार्टनर बसिरहेको छ चिटिक्कै भएर। यो जग्गालाई के भन्छ रिक्याप भन्छौ। आई थिङ्क रिक्यापै हो यो। बचपनमा गोली खेल्न आएको जग्गा हो। यहाँबाट चाहिँ हामी युटर्न लिनुपर्छ है। गाइस यो चाहिँ रिक्यापको बाटो है। तर पावर गेटले सबैले यहाँको मान्छेलाई चाहिँ राम्रो बनाइदिन्छ बनाउनु चाहिँ। यो चाहिँ अब म भन्दा दोस्रो चोटिको के हो अब यसलाई पनि अब के हो जर्नी। यो चाहिँ साउथ सिक्किम पर्छ गाइस। पावर गेटको अफिस यहाँ छ। आज सन्डेमा यसो रमाइलो गर्न आएको है। यसको प्रतिक्रिया चाहिँ दिनु होला है गाइस। मेरो बुढी रातो न पिरो भइसक्यो गाइस हो। मेरो बुढी हेरेँ मैले फेरि तर्सिन्छ। गाइस यो भिडियो चाहिँ अहिले म अपडेट गर्छु। हाबिबुल्ला मुस्लिमहरू आउँदैछ यहाँनिर जाफरहरू जाफर यिनीहरू। रातो भइसक्यो नि। रातो न रातो भइसक्यो। यो चाहिँ हर्के टर्निङ होला यो गाइस। यहाँ रिल्स बनाउँछौ सो नाइस ब्रिज ल। यो चाहिँ के ब्रिज भन्छ त्यसलाई चाहिँ नसिकिम भन्नु भएको छैन। बाटो त मजा तर यो चाहिँ इभिनिङमा हिँड्ने खालको बाटो रहेछ हौ। हल्का साइडमा राखेर जस्ट च्याउ ल। यो चाहिँ अलिकति मैले माइन्ड फ्रेस गरिदिएको। गाइस बाटो चाहिँ खराब आयो गाइस। उडाइन्छ। यसरी हिँड्यो भने चाहिँ शरीरलाई राम्रो हुन्छ। भुँडी उठेकोहरू पनि घट्छ। अन्धा कानुन व्यवस्था हुन्छ यहाँ चाहिँ। सेकेन्डमा राख न भने सेकेन्ड सिटमा राख्दा पनि भयो नि। हो चाहिँ सिङतामको नजारा आउन आँटे गाइस हो। म देखाइदिन्थेँ तर जङ्गल छ है। सरी गाइस। यो सुन्दरता हेर्नु पर्यो भने चाहिँ साउथ सिक्किम सिङतामदेखि राइट टर्निङ लिनुपर्छ। मजा आउँछ।
गाइस रोड चाहिँ यस्तै छ है, अफरोडिङ हो कि यो। कपिराइट हुन्छ होला मेरो आज भिडियोमा। सुँगुरको मासु हो, हामी दुईजना छ, अरू कुरो छ। सब्जी पाक्दैछ हो, अब सब्जी पाकेर कतिखेर खानुपर्ने हो हो, खानुपर्छ बिस्तारै। सब्जी पाक्दैछ हो, ल्याङको मासु, ल्याङको मासु हो, पाक्दैछ मजाले हो। रेडी छ, यो पनि रेडी छ, सबै रेडी छ, यो पनि रेडी छ, यो पनि रेडी छ, योहरू पनि रेडी छ हो। ऊपर आउँदैछ।